जमरा टिकानी धर्म गाउँमै बसी रमाइलो गर्ने हो अहिलेको दसैँ तिहारमा गाउँमै बसी रमाइलो गर्ने हो अहिलेको दसैँ तिहारमा। नमस्ते, महेन्द्र श्रेष्ठ। यहाँहरूलाई चाहिँ आज म बाँसुरी ल्याएको छु। मैले एकदम मलाई पनि धेरै सोख छ, धेरै सङ्घर्षपछि मैले यो बाँसुरी किन्न सकेको छु मैले होइन। म सफल भएको छु। धेरै सङ्घर्षपछि मैले यो बाँसुरी, मेरो चाहिँ बचपनदेखिको बाँसुरी बजाउने धोको हो होइन। मैले यो बाँसुरी कहीँ गएर सिकेको पनि छैन। मैले यो चाहिँ गाउँमा छँदाखेरि बाख्रा हेर्न जाँदाखेरि सिकेको हो। मैले आफैले बाँस बारीमा थियो, बाँस काट्दै ल्याउँदै बनाउँदै बजाउँदै, बजेन भने फालिदिने, अनि बजाउन जानेन भने फुटालेर फालिदिने। तर धेरै प्रयासपछि चाहिँ मैले अलिअलि सिमसिमे पानीमा, वनमा फुल्यो फुल, यस्तै गाउँदै बाँसुरीमा चाहिँ है दाइहरूले बजाएको देखेर गाउँमा बजाउने। त्यही आज मैले यो बाँसुरी चाहिँ मैले धेरै सङ्घर्षपछि मैले बाँसुरी यो एकदम यो चाहिँ प्रोफेसनल बाँसुरी किन्न सफल भएको छु। धेरै मेहनतपछि, धेरै दुःख गरेर पैसा जम्मा गरेर किनेको हो मैले यो। म आज यो चाहिँ हजुरहरूलाई बजाएर सुनाउँछु। दसैँको गीत गाउँछु। मैले चाहिँ गाउँमै बसी रमाइलो गर्ने हो यसपालिको दसैँ तिहार कस्तो हुन्छ, यहाँहरूले एकदमै प्रतिक्रिया दिनु होला है त।